यसमा चाहिँ हामीले शरीरका मांसपेशीहरू बलियो बनाउने काम गर्छौं, जसलाई हिन्डुल गर्न असहज भएको छ हिन्डुल गर्नलाई सहजीकरण गर्छौं। कतिपय नसा च्यापियो भनेर बिरामीहरू दुःख पाएर बसिराख्नु भएको हुन्छ, त्यो नसा च्यापिएको ओरेको चाहिँ हामीले खुलाएर मांसपेशी बलियो बनाएर सोझ्याएर हामी हिन्डुल गराउन सक्छौं। जस्तै डिजिज र कन्डिसन दुईटा चीजले छुट्याउँछ। यसमा डिजिज भनेको चाहिँ रोगको निर्मूल गर्न औषधिको सेवन गर्नै पर्ने हुन्छ। जति पनि कन्डिसन बेसका समस्याहरू हुन्छन्, कन्डिसन स्पेसिफिक प्रब्लमलाई चाहिँ हामीले बायोमेकानिकल करेक्सन, जुन चाहिँ शरीरको बनावट जस्तो छ त्यसलाई ब्याक टु फेरि नर्मल कन्डिसनमा ल्याएर स्ट्रेन्थेनिङ गरेर हामीले नसा च्यापिएकोलाई सहजै निर्मूल गर्न सक्छौं। हामीले गर्ने पुनर्स्थापना भनेको अपरेसन अगाडि पनि हुन्छ र अपरेसन पछि पनि हुन्छ। कति अपरेसन गर्नुपर्ने केसलाई नगरिकन हामीले निर्मूल गर्न पनि सक्छौं, कति अपरेसन गर्नै पर्ने पनि हुन्छ र अपरेसन गरिसकेपछि पनि पुनर्स्थापना गर्न चाहिँ फिजियोथेरापीको ठूलो भूमिका छ। यसमा अपरेसन गरिसकेको केही समयपछि चाहिँ हामीले इमिडिएट फिजियोथेरापी सुचारू गर्नुपर्ने हुन्छ। कतिवटा केसलाई चाहिँ हामीले इमोबिलाइज भनेर गरिएको हुन्छ, प्लास्टर लगाउनु पर्ने हुन्छ, जुन चाहिँ त्यति आवश्यक हुँदैन। हामीसँग काइनोसो टेपिङहरू हामीले त्यो प्रविधिहरू युज गरेर चाहिँ हामीले मुभमेन्टलाई कम्प्लिटली रेस्ट्रिक्ट होइन लिमिट गरेर चाहिँ अगाडि बढाउँछौं। किन भन्दाखेरि कुनै चिजलाई पनि लामो समयसम्म प्लास्टर गरेर राख्दा ओर्दाखेरि मांसपेशीहरू सार्कोपिनिया भन्ने एउटा टर्मिनोलोजी छ, जुन चाहिँ हजुरको लस अफ मसल फाइबर भनिन्छ। यो अलरेडी तपाईको 30 वर्षपछि सुचारू हुन्छ मान्छेमा है। इट स्टार्ट्स आफ्टर द एज अफ 30 इयर्स भनेपछि हामीले कुनै चोट लागेको छ भने त्यसलाई रोकेर लक गरेर राखिँदा पनि कतिमा फाइदा हुन्छ। अब फ्र्याक्चर भयो, ब्रेक इन द कन्टिन्युटी अफ अ बोन भनौं, त्यतिखेर त्यो प्लास्टर लाउन आवश्यकै भयो। बाँकी जुन तपाईको प्लास्टर नलाउनु पर्ने सिनेरियोहरूमा पनि हामीले चाहिँ हामीसँग भएको इलेक्ट्रोमोडालिटिज जुन हिलिङ गर्ने पद्धतिहरू छ र जुन चाहिँ हामीले मुभमेन्टलाई ग्रेड 1 मोबिलाइजेसन जुन चाहिँ तपाईको पेन कम गर्ने, स्वेलिङ इन्फ्लामेसनलाई कम गर्दै लाने, त्योबाट हामीले उपचार गर्न सक्छौं। सुरुमा चोटपटक लागिसकेपछि हामीले डाक्टरले देखाउँदाखेरि एक्सरे गरिएको हुन्छ, रिपोर्टमा भाँचिएको ओरिएको देखिने बित्तिकै त्यो प्लास्टर ब्यान्डेज गर्नै पर्ने आवश्यकता हो। त्यो यदि भाँचिएको ओरेको छैन भने चाहिँ हामीले अगाडि नै थेरापी सुरु गर्यौं भने लगभग हप्तादेखि 10 दिनमा चाहिँ पुनर्स्थापना हामीले गर्न सक्छौं। जुन मुभमेन्टहरू रोकिने ओर्ने हुँदैन, नर्मल कन्डिसनमा हामीले ल्याउन सक्छौं।